साथीहरू नमस्ते। आजको एनपिएल सम्बन्धी एउटा गेम मात्र हुन्छ 4 बजेदेखि। जनकपुर बोल्ट्स भर्सेस लुम्बिनी लायन्सको बिचमा म्याच हुनेछ। यो म्याच दुवै टिमको लागि एकदम महत्त्वपूर्ण छ। जुन टिमले जिते नि एकदम महत्त्वपूर्ण छ। हिजोको गेममा हामीले गेस गरेका थियौँ फर्स्ट म्याचमा काठमाडौँ गोर्खाजले जित्छ भने काठमाडौँ गोर्खाजले जितेको छ। अनि दोस्रो म्याचमा सुदूरपश्चिम रोयल्सले जित्छ भने सुदूरपश्चिम रोयल्सले नै जितेको हो। आजको जनकपुर बोल्ट्स भर्सेस लुम्बिनी लायन्सको बिचमा हुने म्याचमा कुन टिमले जित्ला भने गेस गर्नुपर्दा मेरो विचारमा आज जनकपुर बोल्ट्सले जित्छ। अब तपाईँको विचारमा के छ कमेन्ट गर्नु होला है। मेरो विचारमा त जनकपुर बोल्ट्सले नै जित्ने हो आजको म्याच। अब लुम्बिनी लायन्सको लागि पनि त्यतिकै महत्त्वपूर्ण यो गेम छ। लुम्बिनी लायन्सले जित्यो भने क्वालिफाइड हुन्छ, हार्यो भने एकदम क्वालिफाइडको सम्भावना एकदम सकिन्छ है। अर्कोमा कुरा गर्दाखेरि जनकपुर बोल्ट्सको 5वटा म्याचमा एउटा मात्र जितेको छ भने लुम्बिनी लायन्सले 6वटा म्याचमा 3वटा जितेको छ। उसको पॉइन्ट 6 हो। लुम्बिनी लायन्सको आज आखिरी म्याच हो, लास्ट म्याच हो। अनि जनकपुर बोल्ट्सको यो म्याच सकेपछि एउटा अझ म्याच हुन्छ। अनि त्यसपछि जनकपुर बोल्ट्सलाई क्वालिफाइड गर्नको लागि 2टा म्याच राम्रो नेट रन रेटको आधारमा जित्नुपर्छ है, नत्र क्वालिफाइड हुन एकदम गाह्रो पर्छ जनकपुर बोल्ट्सलाई। जनकपुर बोल्ट्स योभन्दा पहिलो संस्करणको विजेता टिम हो। तर यो पालि अलि नराम्रो जस्तो खेल्यो कि अब राम्रो खेल्यो भने ठिकै हुन्छ। सबै म्याच जित्यो भने क्वालिफाइड हुने सम्भावना एकदम बढेको छ है। हिजोको 2वटा गेममा काठमाडौँ गोर्खाजले जिते। काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सले जितेसँगै जनकपुर बोल्ट्सको सम्भावना एकदम बढेको छ। त्यसै कारणले जनकपुर बोल्ट्सले राम्रो खेल्नुपर्छ है। जनकपुर बोल्ट्स राम्रो खेल्यो भने एकदम क्वालिफाइड हुने सम्भावना हुन्छ। यो पालि पनि फाइनल जित्न सकिन्छ। साथीहरू आजको म्याचमा कुन टिमले जित्ला तपाईँलाई के कसो लाग्छ जे जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। जनकपुर बोल्टको सपोर्टरले JAB लेखेर कमेन्ट गर्नु होला। साथीहरू यो भिडियो सम्पूर्ण हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। यो भिडियोलाई लाइक सब्सक्राइब र सेयर गर्न नबिर्सनु होला। साथीहरू बिदा हुन्छु। नमस्कार, धन्यवाद, जय श्री राम।